महत्त्वपूर्ण क्षणमा म यति बेला उभिएको छु आदरणीय महानुभावहरू। आज विशेष गरी तिलोत्तमा नगरपालिका वार्ड नम्बर 3 को यो बिग चेयर होटलमा रिसोर्टमा विशेष गरी लुम्बिनी इन्टरनेसनल कराते च्याम्पियनसिप 2025 को आयोजना भएको छ। खास गरी नेपाल, यसै गरी भुटान, सँगसँगै श्रीलङ्का र सँगसँगै भारत र बङ्गलादेशका खेलाडीहरू आज यहाँ आइपुगेका छन्। आज विभिन्न तौलका खेलाडीहरूले आफ्नो स्तरीय कराते प्रतियोगितामा सहभागिता जनाएका छन्। यो प्रतियोगिता कसरी चल्दैछ, यहाँको आयोजकले कसरी कार्य गर्दै हुनुहुन्छ, यी विविध विषयसँग जोडिएर केही सामग्री अब हामी प्रस्तुत गर्दैछौँ। विभिन्न उमेर समयका खेलाडीहरूको यहाँ विशेष प्रदर्शन भइरहेको छ र 12 वर्षदेखि 14 वर्षसम्मका खेलाडीहरू यतातर्फ आफ्नो प्रतिस्पर्धामा जोड्दैछन्। यसै गरी अर्को समूहको खेल यतातर्फ केन्द्रित छ, हामी देख्न सक्छौँ। र हामीले प्रत्यक्ष देख्न सक्छौँ खेलाडीहरू यसरी आफ्नो कला प्रस्तुत गर्दैछन्। नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का र भुटान बीचको प्रतिस्पर्धा यहाँ हुँदैछ। 2 दिनसम्म यो खेल अगाडि बढ्नेछ। विशेष गरी जेठ 3 गते र 4 गते यहाँ यो प्रतियोगिता सञ्चालन हुनेछ। यो हामी देख्न सक्छौँ। खेल मर्यादित ढङ्गबाट अगाडि बढ्दैछ। केही बेरपछि प्रतिस्पर्धा पनि हुनेछ। अहिले केवल सो मात्र गरिँदैछ। हरुस्ता हामी देख्न सक्छौँ खेलको रौनक नै फरक छ। विभिन्न देशका खेलाडीहरूको सहभागिताले खेलप्रतिको मोह, खेलप्रतिको इच्छा कति जाग्दो रहेछ भन्ने हामी प्रष्ट बुझ्न सक्छौँ। साना साना उमेर समूहका खेलाडीहरू पनि विभिन्न देशबाट यहाँ उपस्थित भएका छन्। सन्तुजी, यहाँलाई स्वागत छ। नमस्कार सर, धन्यवाद। तपाईँले अन्तर्राष्ट्रिय गेम सञ्चालन गर्ने हिम्मत गर्नुभयो तिलोत्तमामा। हजुर, यो गेम आरम्भ गर्नका निम्ति, सहभागी जुटाउनका निम्ति के कस्ता चुनौतीहरू आइपरे? एकदमै चुनौतीका सबभन्दा बढी चुनौती भनेको आर्थिकका। आर्थिक एकदमै यो गेम खेल्नका लागि, गेम गराउनका लागि मस्ट इम्पोर्टेन्ट भनेको आर्थिकले धेरै असर पर्ने हुन्छ। तर हाम्रो यहाँका स्थानीय सङ्घ संस्थाहरूले र हाम्रो तिलोत्तमा नगरपालिकाले हामीलाई वाचा गर्नुभएको छ, सहयोग गर्छु भन्नुभएको छ। आज ओपनिङमा चिफ गेस्टमा आदरणीय मेयर साहब रामकिशनजी आउनुभएको थियो। त्यसै गरेर गेम गर्न एकदमै मुस्किल छ। यो चुनौतीहरू अहिले देशको परिस्थिति र ले गर्दाखेरि जति हामीले सहयोग उठाउनु पर्ने हो त्यति उठाउन चाहिँ सकिएको छैन। जस्तै सन्तुजी, यो वास्तवमा अन्य खेलभन्दा यो स्तरीय करातेमा फरक के छ खास? फरक भनेको काँता हो सर। जस्तै अब हाम्रो WKF भनेको वर्ल्ड कराटे फेडरेसन, यो वर्ल्ड कराटे फेडरेसनमा 4 वटा करातेहरू एफिलिएटेड छन्, मान्यता दिएका छन्, जसमा सुत्रियो, गोजरियो, सोतोकन, वादरियो। यी सबै एउटै विधाका हुन्, तर के छ भने सेलिब्रेस भनेको काँतामा फरक हो। खेल्ने स्टाइल एउटै हो सर। एउटै हुन्छ हैन? एउटै हुन्छ। कति खेलाडी अहिले यहाँ सहभागिता? यहाँ एराउन्ड 350 जना जति खेलाडीहरूको उपस्थिति यहाँ छ सर, जसमध्ये 250 त 200 जति 200 नेपालका, 100 इन्डियाका, त्यसै गरेर भुटानका 9 जना, बङ्गलादेशको 5 जना र श्रीलङ्काको 8 जना गरी 350 लगभग खेलाडीहरूको उपस्थिति छ। यसलाई सबै म्यानेज गर्नुभएको छ हैन? एकदमै म्यानेज गरिएछ सर। पाहुनाहरूलाई के कसरी खुसी राख्नुपर्छ र उहाँहरूको स्वागतमा कुनै पनि कमी राखेका छैनौँ। विचारको लागि धन्यवाद। थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो सन्तु दङ्गोरिया थारू, जसले यो सम्पूर्ण खेलको नेतृत्व गर्नुभएको छ। अनिल संस्कारजी, तपाईँ खेल प्रेमी हुनुहुन्छ र सँगै लामो समय आफू खेल साधनमा पनि रहनुभयो। यो खेल या यो प्रतियोगिता भइरहेछ, यसलाई कसरी लिनुभएको छ तपाईँले? धन्यवाद खेमराजी। आजको यो फर्स्ट लुम्बिनी इन्टरनेसनल करातेको प्रतियोगिता
हाम्रै तिलोत्तमा नगरीमा सम्पन्न हुँदैछ। आजदेखि उद्घाटन भयो, भर्खरै हामी उद्घाटन सत्र सक्यौँ। यो एउटा चुनौती पनि हो, यो एउटा अवसर पनि हो र यो एउटा राम्रो एउटा प्लेटफर्म पनि हो। यो इन्टरनेसनल रूपमा चाहिँ 4-5 वटा कन्ट्रीबाट पार्टिसिपेट गरेर यो आयोजना गर्नुभएछ। विशेष रूपमा चाहिँ यो कार्यक्रमको संयोजकको रूपमा चाहिँ हाम्रो मधु पाण्डेजीलाई विशेष आभार व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी यसको यो नगरको यहाँको संयोजक सन्तु दङ्गरिया थारूलाई पनि विशेष आभार र विशेष धन्यवाद र यो कार्यक्रम सफलताको शुभकामना दिन चाहन्छु। खेल भन्दाखेरि यो आफैमा एउटा अनुशासनको एउटा माध्यम हो। अनुशासनमा रहने गरी चाहिँ खेल्ने र खेलाडीहरू राम्रो उत्पादन गरेर विश्व सामु चाहिँ यसले चाहिँ पहिचान बनाउने गरी चाहिँ यो कार्य गर्नुभएकोमा पहिलो सर्वप्रथम त म शुभकामना र यसको सफलता सहित एउटा गर्न चाहन्छु। त्यस्तै गरी यो खेल चाहिँ अब यसको विधाहरू हुन्छ, अघि सन्तुजीले पनि भनिसक्नुभयो, यसका धेरै विधाहरू हुन्छन्। म पनि पहिला एउटा समय म पनि खेल्थेँ हैन, त्यस कारणले पनि अब यसमा चाहिँ अलि बढी माया र यसलाई चाहिँ अलि सहानुभूतिको रूपमा चाहिँ यसलाई अलि अगाडि लैजाउँ भन्ने चाहिँ एउटा शुभचिन्तकको रूपमा चाहिँ म पनि एउटा सहभागी भएको हो। यसको लागि नै हो खास विचारलाई यहाँ धन्यवाद। हस्, धन्यवाद। मधु पाण्डेजी, तपाईँ विशेष जिम्मेवारी वहन गर्नुभएको छ, यत्रो प्रतियोगिताको समायोजन गर्नुभएको छ कि कसरी आँट आयो यत्रो? यो कार्यक्रमको बारेमा भन्नुपर्दाखेरि यो कार्यक्रमको परिकल्पनाकार हाम्रो नेपाल सित्रियो कराते तिलोत्तमा डोजोका अध्यक्ष सन्तु दङ्गोरिया उहाँ हुनुहुन्छ। आजभन्दा 3 महिना अगाडि पनि हामीले तिलोत्तमा नगरपालिकाको प्रतिनिधित्व गरेर हामी विशाखापट्टनम खेलाडीहरू लिएर गएका थियौँ। त्यहाँ पनि यो कार्यक्रम जस्तै 5-6 वटा देशको प्रतिनिधित्व भएको थियो, जसमा हामी वृत्ति हुन सफल भएका थियौँ। त्यहाँबाट पनि हामीलाई प्रेरणा मिल्यो। त्यो कार्यक्रम गर्नलाई पनि हामीलाई त्यति सहज चाहिँ थिएन आर्थिक रूपमा चाहिँ, तर हामीलाई त्यति बेला चाहिँ अब यस तिलोत्तमा नगरपालिकाका धेरै लगभग 5-6 वटा वडाबाट पनि सहयोग भयो। अनि त्यसपछि गएर हामीलाई अलिकता सहयोग नगरपालिकाबाट पनि भयो। अनि गएर हामीलाई अभिभावकहरूले पनि सहयोग गर्नुभयो। अनि हामीलाई प्रेरणा मिल्दै गयो। फलस्वरूप आजको यो कार्यक्रम यति सानो उमेर समयका खेलाडीहरूलाई तपाईँहरूले निम्ताउनु भएको छ, जहाँ बङ्गलादेशदेखि लिएर श्रीलङ्कादेखि लिएर भारतदेखि लिएर होइन भुटानसम्मको सहभागिता यहाँ नेपाल त छँदैछ। यो पुरै प्रबन्ध मिलाउन अप्ठ्यारो भएको छैन? आजभन्दा 3 महिना अगाडिदेखि नै हामीले चाहिँ यसको लागि चाहिँ योजना बनाएर हामीले चाहिँ अब सबै देशहरूमा चाहिँ अब हामीले चाहिँ पत्रचार गरेका थियौँ। अनि त्यही अनुसार त्यहाँबाट चाहिँ उताबाट पनि सहभागी हुने उहाँहरूले चाहिँ वचनबद्धता दिनुभयो। अनि त्यसपछि कोही त अब यहाँ विशाखापट्टनमदेखि आउनु भएको छ, कोही अब यहाँ चेन्नईदेखि आउनु भएको छ, कोही अब यता महाराष्ट्रबाट आउनु भएको छ, धेरै जसो चाहिँ फ्लाइटमै आउनु भएको छ, अनि कोही अब ट्रेनमा आउनु भएको छ। अब जे होस्, अब उहाँहरू चाहिँ आइदिनु भएको छ, हामी एकदमै धेरै खुसी छौँ। उहाँहरूलाई चाहिँ हामीले अब यहाँ हाम्रो तिलोत्तमा नगरपालिकाभित्रकै विशेष गरी हामीले चाहिँ टुलिप होटल, अनि गएर लक्ष्मी होटल, पूर्वलक्ष्मी, हाल स्वान होटल, त्यसै गरी त्यहाँबाट चाहिँ हाम्रो डायमन्ड होटल, मदानी होटल जस्ता होटलहरूमा चाहिँ हामीले चाहिँ राखेका छौँ। यसरी व्यवस्था गर्नु। हजुर, ठिक छ। विचारको लागि यहाँलाई धन्यवाद दिन चाहन्छु। हजुर, धन्यवाद। कोटाजी, तपाईँ रेफ्री सङ्घको केन्द्रीय सचिव पनि हुनुहुन्छ होइन, जिम्मेवार व्यक्ति हो। अहिले जुन प्रतियोगिता यहाँ चलिरहेको छ नि, यसलाई तपाईँले कसरी लिनुभएको छ? यो चाहिँ प्रतियोगिता चाहिँ अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिले हामी छौँ। यसमा चाहिँ 5 वटा देशको सहभागिता रहेको थियो र यसमा चाहिँ क्याडेट, जुनियर, सब जुनियर, सिनियर गरेर हाम्रो चाहिँ 4 वटा इभेन्टमा चाहिँ अहिले भइरहेको छ। हाम्रो तपाईँको अन्डर 40 देखि लिएर हाम्रो चाहिँ +80+ का खेलाडीहरूले अहिले चाहिँ प्रतिस्पर्धा गरिरहेका छन्, जुन प्रतिस्पर्धाले चाहिँ नेपाली खेलाडीहरूको अनुभव, इन्डियन खेलाडीहरू लगायत अन्य देशका खेलाडीहरूले एक आपसमा अनुभव साट्न पाउने र नयाँ नयाँ नियमहरू सिक्न पाउने एउटा जुन माहौल छ, यसलाई चाहिँ सकारात्मक रूपले हामीले हेर्नुपर्ने हुन्छ। आयोजकले जुन तयारी तपाईँले देख्नुभयो नि तिलोत्तमा नगरभित्र, जुन तयारी मधुजीको नेतृत्वमा भइरहेछ, यसलाई तपाईँले कसरी लिनुभएको छ? यो तयारी पर्याप्त छ कि छैन? अझै गर्नुपर्ने के थियो?
यस्तो छ अब अन्तर्राष्ट्रिय स्तरको जुन पहिलो उहाँले गर्नुभएको छ त्यसको लागि चाहिँ हामी धन्यवाद पनि उहाँलाई आयोजकलाई दिनुपर्छ र अलिकता टेक्निकल कुरामा चाहिँ हामी अलिकता चुके जस्तो लाग्छौँ किनकि हाम्रो कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दाखेरि अब वेइङ गर्ने एउटा सीमित टाइम हुन्छ जस्तै हिजोसम्म वेइङ गर्ने टाइम थियो भने आज आउनेलाई चाहिँ इन्ट्री नलिने भन्ने जुन इन्टरनेसनल रुल्समा हुन्छ भने अहिले चाहिँ हाम्रो अब यो बाटोको कारणले लगायत धेरै टाढाबाट आउँदाखेरि समयमा खेलाडीहरू नआउँदा एकचोटि टाइसेट बनिसकेपछि नि फेरि अब खेलाडी आउँदाखेरि अलिकता त्यो टेक्निकल कुरामा चाहिँ हामी मिलिरहेको छैन ओभरअलमा चाहिँ भन्दाखेरि व्यवस्थापनदेखि लिएर खेल व्यवस्थापन अब खानपिनदेखि लिएर अरू सबैमा चाहिँ हामी सन्तुष्टि नै अब यहाँ यति सानो उमेरका बालबालिकादेखि लिएर भनौँ न जुन उमेर समयका बालबालिका सहभागिता छन् नि यसले के सन्देश दिन्छ खेलप्रतिको प्रेम लगाव अहिले चाहिँ हाम्रो नेपालको चाहिँ पृष्ठभूमिमा भन्दा कराते भनेको एकदम राम्रो अब क्रेज भएको अरू मार्सल आर्टमा भन्दा करातेमा चाहिँ धेरै क्रेज र करातेमा चाहिँ हरेक महिना एउटा न एउटा चाहिँ प्रतियोगिताहरू भइरहेको हुन्छ जस्तै अहिले यहाँ हाम्रो फर्स्ट लुम्बिनी अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुँदै गर्दा काठमाडौँमा पनि एउटा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भइरहेको छ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता र जिल्ला जिल्लामा क्षेत्र क्षेत्रमा चाहिँ अहिले फुटबल क्रिकेट जसरी पब्लिक हिसाबले चाहिँ हाइलाइट्स हुन्छ भने खेलकुद हिसाबले सानो ठाउँमा पनि खेल्न मिल्ने तरिका गर्दाखेरि अहिले चाहिँ गाउँ गाउँमा हाम्रो चाहिँ टोल टोलमा कराते चाहिँ एकदम व्यापक छ तिलोतमामा पनि हामी हेर्न सक्छौँ अहिले यहीँ 65-80 जना तिलोतमाकै खेलाडीहरू पनि अन्तर्राष्ट्रियमा प्रतियोगितामा भाग लिइरहेका छन् भने यस वरिपरिका यो गर्दाखेरि हाम्रो सानो बच्चादेखि लिएर ठुलोसम्मको जुन हामीले माहौल देख्यौँ आज 400 भन्दा माथि हाम्रा खेलाडीहरू अहिले सहभागी छन् यहाँ गेममा त्यसले गर्दाखेरि हामीले राम्रो अहिले सन्देश दिएको छ र करातेको क्रेज पनि अहिले एकदमै बढिरहेको छ जस्तो मलाई चाहिँ महसुस भएको छ धन्यवाद विचारलाई धन्यवाद यो अन्तर्राष्ट्रिय स्तरीय कराते हलभित्र सञ्चालनमा आएको छ हामी देख्न सक्छौँ विभिन्न व्यक्तित्वहरू खेलाडीहरू प्रशिक्षकहरू कोचहरू सुरक्षाकर्मीहरू यो खेललाई नजिकबाट निहालिराख्नु भएको छ यसले रौनकता थपेको छ एकातर्फ अन्य देशसँग नेपालको सम्बन्धलाई अझ मजबुत गराउने अझ तिलोत्तमा नगरीको सम्बन्धलाई अझ मजबुत गराउनका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने हाम्रो लाग्छ यहाँको वातावरण पनि अनुभव छ हरियाली वातावरण किनकि खेलाडी आफ्नो खेलपछि यहाँ बसेर आनन्दले मनोरम वातावरणको दृश्य अवलोकन गर्न सक्छन् आफ्नो खेल समय बाहेक अन्य समय खेलाडीहरू यहाँको मनोरम वातावरणसँग साक्षात्कार गर्ने डुल्ने घुम्ने एक आपसमा बसेर खानेकुराहरू खाने छलफल गर्ने गरेका दृश्यहरू हामी देख्दछौँ तिलोत्तमा नगरपालिका वार्ड नम्बर 3 भित्र रहेको रिसोर्ट रहेको छ किनकि यसको वातावरणले पनि परिभाषित गर्दछ किनकि बिग चेयर रिसोर्ट सबैको केन्द्रबिन्दु बनेको छ।